फाटेको जालोले छोपे पनि छर्लङ्गै देखियो हेर वाउ गाउँले। अहिलेका वाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेता बनाउन निकै निर्णायक बनेको गीत हो। एकदमै गीत त्यतिखेर धेरै हो। गुन्जन भयो। तत्कालीन निर्दलीय तानाशाही पञ्चायती व्यवस्था भनिन्थ्यो, हो त्यो व्यवस्थालाई भण्डाफोर गर्न गाउने गरिन्थ्यो यो गीत। फाटेको जालोले छोपे पनि छर्लङ्गै देखियो हेर गाउँले। पञ्चायती व्यवस्थाको भण्डाफोर गर्नको लागि यो गीत यति प्रभावकारी गीत भयो, जुन मैले गीतको पनि सुनेको गायकबाट थिएँ अलि। हजारौँ विद्यार्थी कार्यकर्ताहरू, मजदुर किसानहरूलाई कम्युनिस्ट आन्दोलनमा प्रभावित गरे। त्यो कम्युनिस्ट आन्दोलन ब्याज कसले खाइरहेछ, त्यसको सफलताको प्रतिफल कसले खाइरहेछ? जो सत्तामा पुगेको हुन्छ केपीले, उसले खाइरहेछ। केपी बाले। अहिले प्रधानमन्त्री केपी शर्मा केही दिन अगाडि